होला पहिरो त कसरी यहाँ गएको अन्त यहाँ बनाउनु पर्ने रहेछ स्कुल आइपुग्यो यहाँ चाहिँ अलिकति बाटो बिग्रेको रहेछ त्यो कारणले चाहिँ म चाहिँ ओर्लेर हिँड्दैछु यसरी के छ त खबर साना हेलो हेलो हाई सानी नै छैन त के हो यस्तो लाग्छ म सकिन्छ त जान त्यहाँ न त हिँड्नै पर्छ होला कति राम्रो गाउँ छ क्या कहाँबाट आउनु त्यहाँ कसरी चढ्नु भयो आची के भयो छोरालाई उठ है कति खतरा देख्यो मेरोबाट राम्रो देखेन के गर्नु त जाउँ जाउँ यहाँ बनाएछ यहाँ डेन्जर लाग्छ मलाई यहाँनिर चाहिँ झन्डै बनाएछ लु अब त कति हाल्यो अनि थाहा थियो नि त पहिला कस्तो त्यो बाटो त्यही भएर पो ओर्लिन्छु भनेको त फेरि यहाँबाट यस्तै रहेछ है यहाँ सानो एक्सिडेन्ट भएको छ छोरो यता दिन होइन आया ओर्लिँदै ढकाल्दै आमा यहाँबाट त ल के लेखेछ है हामी आइपुग्यौँ यो अस्ति नैको त्यो मेलाको जस्तो रहेछ नि बाइक चाहिँ कहाँ छ लु माथि नै हो वेलकम लु है आया उर्लिनु आया पानी फेरि ढाकाल्नु पर्ने भयो नि लाइब्रेरी लु जय माता दी चप्पसँगै छ र हाय हाय ए लु है आइपुग्यौँ अब यहाँदेखि चाहिँ मन्दिर चाहिँ ऊ माथि छ मन्दिर चाहिँ यहाँ तलदेखि हिँड्दै जानुपर्ने हुन्छ यहाँ त हेलिप्याड पनि पो बनाएको रहेछ है थाहै थिएन ल है यहाँ चाहिँ अब हेलिकप्टरमा पनि आउन सकिने रहेछ यहाँ हेलिप्याड रहेछ है यस्तो अहिले नखाने सानी लुजाउँ अहिले पूजा गरेर खाने लिन ल है ल यसरी उकालो लाग्दैछौँ हामी चाहिँ बाबा छोरी चाहिँ ऊ माथि हिँड्दै हुनुहुन्छ म चाहिँ पछाडि छु अहिलेसम्म पानी पर्ला जस्तो भएको थियो धन्न घाम चाहिँ लाग्यो कि पख सानी सँगै ढोक्नुपर्छ पख न एकछिन अनि हिँड्न पनि गर यहाँ गणेश भगवान् हुनुहुन्छ हेर रे सानो मुसाले लड्डु खाँदै हुनुहुन्छ अनि यहाँ चाहिँ गणेश भगवान् हुनुहुन्छ फुल चढाउनु हिँड्न गर ढोकेको त हामीहरूले त सबैले ल ल थोरै फुल चढाइदियो फुल चढाइदियो हिँड्न गर
हामी मन्दिर परिसरभित्र छिर्यौँ। हिँड छिन हिँड अगाडि अगाडि हिँड्छ बाबासँग जाउँ। कस्तो राम्रो देखेको हौ यता। हामी माताकोमा आइपुग्यौँ रौतामाई। हामी यहाँ आइपुग्दा हेर्नु कति राम्रो घाम लागेको छ। अघि बाटोमा कस्तो थियो मौसम, अहिले यहाँ आइपुग्ने बित्तिकै मौसम यस्तो मजाले खुलेको छ। हिँड ल हिँड। लाउनु पर्छ शान्ति होस्, नानी धेरै पढ्ने हाँस भन। विद्या मागेर जानु है। के भयो? रौताको पानी चिसो चिसो पानी। अस्ति खुट्टा अनि टेक्नुहुन्छ यसरी? अनि हात खुट्टा भुत्रो हुन्छ त अनि। हामी चाहिँ अब दर्शन गरेर पनि फर्किन लागेको। जय माता दी भन। जय रौतामाई रौतामाई भन। हिँड न छिटो। खिच्नु हुन्छ हुँदैन? खाजा लिएर छु। आज चाहिँ एकदमै स्पेशल डे रहेको छ। आज चाहिँ के हो सानी? बर्थडे। बाबाको ह्यापी बर्थडे अघि अघि। अनि हामी आज ह्यापी बर्थडे मनाउन कहाँ आएको सानी? मन्दिर आएको छौँ है। बाबा खै? बर्थडे बोय खोइ? बर्थडे बोय उता हुनुहुन्छ। ए अहिले बाबा आउनु भनेपछि ह्यापी बर्थडे टु यु भन्नुहोस्। Happy birthday to you, happy birthday to you, happy birthday, happy birthday, happy birthday to you. Thank you. Happy birthday. Happy birthday.
यसलाई पनि डिउ एकदमै मन परेछ डिउ खान आउँदैछ राम्रो मेला हाँसेको तिम्रो टोपी के भयो लाइबरी चाचा उही झन्डी गर्न लाग्नु हो कि यति मात्रै खेल्नु है ढकाए छु त ल यति भए पुग्छ अब धेरै नगर्नु नानी डराउँछ हेलो गाइज ऐसेली खाने सानी अब यहाँ ऐसेली कति फलेको छ अब त त्यस्तो काँडा हुन्छ नि फेरि आया ए लु अलिअलि भयो नि टिपेँ है मैले सानी खाने आउँछ लु बाख्रीहरू कति धेरै रहेछ है राम्रो कति धेरै उयो ट्याङ ट्याङ गर्दै मासतिर लाग्छ सानीले के बोकेको केक बोकेको अब यो केक के गर्ने खाने तिमी खाने कि बाबाले खुवाउने अहिले गाली गर्नुहुन्छ नि फेरि छाना छाना लु मौका यही हो लु छाना छाना ल मैले पिङ्क कलर हेरेको अरे ल तारू कसको बर्थडेमा आएको भन त हो ल ज्ञानी भएर बस ल हल्ला नगर ल मेरो छोराको जन्म उत्सवले सबै नानीहरूलाई हाँसी खुसी रहोस् सधैँभरि रमाइरहोस् हाँसी नै रहोस् भनिकन यो के काट्ने र एकछिन अनुमति दिन्छु बालले मरेछ त के रियानालाई त लाग्यो त्यसलाई ल ल ल ल ल दाना कति चाहियो दाना खाऊ खाऊ मिठो छ मिठो छ खाऊ लु खाऊ उसले खाएको हेर्नु नि यहाँ काटेको फेरि पार्दैको सबैजना खाना भइगयो त लु मजा आयो ह्याप्पी बर्थडे भन्यो छैन भन्देऊ न
मलाई गिफ्ट खोइ यहाँ छ अरे खानाहरू रेडी भयो नानीहरूलाई खानाहरू रेडी भयो यी लगिदिनु एउटा खाना रेडी भयो खाना रेडी भयो एकछिन सँगै आएर खाने हो के ल कम खाओ के गरेको ए खान्छ नि ओके फिस ओके कता छ बर्थडे ह्यापी बर्थडे के गरेर नि ए दिएछ नि ए ह्यापी बर्थडे भाइ यो चाहिँ केक मामालाई मामा ह्यापी बर्थडे मामा गोविन्द दाइले खानुभयो केक ल अब नातिनु सोनी किथी सोनी आज तू लगती वे राम्रो देखेछु लु कलर सुहायो सुहायो ह्यापी बर्थडे दाइ रियान खान्छ कि ल रियान खान्छ कि रियान सोध्नु अगाइसक्यो सबै रियान अगाइसक्यो कसैले पनि अगाइसक्यो सबैजना अगाइसक्यो गङ्गा जङ्गमा अगाइसक्यो गङ्गा जङ्गमा छि के गरेको थियो हौ खा बोल खा तिमी खाइसक्यो अगाइसक्यो खाइसक्यो तिम्रो मात्रै बाँकी हो पानी उता छ त उता खा रियान भाइले खाइसक्यो कस्तो भयो त बर्थडे राम्रो रमाइलो भयो हो ल ठिक छ तिमीले खाइसक्यो हो कस्तो भयो बर्थडे मिठो हो चुमक छैन डान्स गर्न जाने होइन घर जाने ल बाई बाई गरिदेऊ बाई बाई ल राम्रो जाऊ है मोटे भाइ ल कसलाई के गरे तिमीले अबे यहाँ चाँदै खाएको छ ल तिमी कहाँ गएको थियो अघि न म त देखिनँ त अघि न त भाउजू किन ढिलाउनु भएको ए यस्तोमा खै के लाग्यो ए दाइ खाँदै राखेको त्यही त ढिलो आउनुभयो रक्षालाई अघि मैले कति खोजेको देखिनँ त रक्षा कहाँ गइहालेको तिमी हो पास्ता दाना खाएको हो त्यो केकको दाना खाएको खै अनि केकको दाना हो मिठो छ ल तिमी र म नि अहिले एकछिनमा सबै केक लगाउने माथि घुम खानुपर्छ ल अहिले थाहा पाउँछ कि थाहा पाउँछ अहिले सबैले देख्छ मामाले देख्नुहुन्छ मम्मीले देख्छ के ऊ देख्नुभयो त्यहाँ चाहिँ कसलाई
ल दिदी बर्थडे यही हो ह्याप्पी बर्थडे यो 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 तिम्रो तिम्रो लागि हो यो के छोरी अगाडि किन खाएको अर्का किन खाएको तिम्रो अर्का खाएको होइन एकछिन म पनि खान्छु भन्छु म बस्नु अब बल्ल मेरो पालि आएको हो बर्थडे बोयको जब लास्ट हुन्छ क्या उहाँ पनि बर्थडे बोय भनेर भाइ अब जाने हो कस्तो कस्तो भयो त बर्थडे Happy birthday to you. ल Happy birthday to you. थ्याङ्क यू नानी हो थ्याङ्क यू बाई बाई तिमी पनि भन ह्याप्पी बर्थडे Happy birthday to you. थ्याङ्क यू नानु तिमी पनि भन Happy birthday to you. थ्याङ्क यू छोरो अरे म यहीँ नै आउनु भएछ लु बाई बाई गरिदियो बाई बाई गरिदियो बाई 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 गुड नाइट बाई बाई गर्दैछु